हेलो गुड मर्निङ एभ्रिवान। आज हाम्रो सेकेन्ड डे सिक्लेसको मर्निङ भ्यू देखाउन गइरहेको छु तपाईँहरूलाई। सिक्लेस गाउँ आहा बडो मजा छ, मजा हेर्नै मजा आउने गाउँघर भनेपछि होइन। यहाँ हेर्न सक्नुहुन्छ सिक्लेस गाउँ यो मादी कास्की जिल्लामा पर्दछ। ल अब फ्रेस फ्रेस भएर चाहिँ नि अब हामी खाजाको तर्फ लागिरहेको छौँ। कता गयो केटाहरू? आमा केटा पुरा डाइनिङ टेबलमा रेडी भएर आमा चिया हानिरहेको छ। अल्छीको ढ्याग उठेको 4 बजे, फेरि उठेको 6 बजे, अहिले 8 बजे। मौसम त हेर्नु पर्यो, फेरि कडा मौसम हेर्नु परेन। के कालो चिया हो यो? हजुर ल हुन्छ ल ल अब हामी चाहिँ कोरीको यात्रा सुरु गरेका छौँ साथीभाइहरूसँग। ओह 2-4 जना साथीहरू अगाडि, 2 जना हामी पछाडि हुँदै टक टक गर्दै हिँडिरहेको छौँ अवस्था गाइज। र केही छैन, आज चाहिँ हामी कोरी आज रातिको 12 बजे पनि पुग्नेवाला छौँ हामी चाहिँ अभियसली है। के गर्ने अब यस्तै ढिलो भयो, अहिले मौसमले गर्दा च्यालेन्जिङ हाल्यो हामीलाई। बिहान पनि पानी पर्ला पर्ला जस्तो भयो थियो, तर केही छैन। अहिले चाहिँ ठिक छ मौसम, मौसम यस्तो छ हेर्नुहुन्छ, देखि हेर्नुहोस्। अहिले चाहिँ अलिअलि कालो कालो बादल छ, अलि शीतल शीतल, तर केही छैन। हामी च्यालेन्जिङ भएर पनि आज जसरी कोरी नाइट 12 बजीसम्म पुग्ने छौँ। हामी कहाँसम्म हुन्छ तपाईँलाई यो दृश्य देखाउँदैछु। ओह्रालो यस, यहाँबाट ओह्रालो झरेर चाहिँ हामी 2टा बाटोमा हिँड्दो रहेछौँ। यता जाँदा जाने चाहिँ कोरी, यताबाट चाहिँ तान्तिङ जाँदो रहेछ है त। ल हामी चाहिँ सिक्लेसबाट ओह्रालो झर्दैछौँ र ठ्याक्कै 1 घन्टा जति ओह्रालो हिँडेपछि हामी फेरि उकालो हिँड्नुपर्छ भन्नुभएको छ यहाँको बाजे बजैहरूले सोद्धाखेरि चाहिँ। हेरेको अहिले चाहिँ अलिकति टेम्परेचर तातो तातो हुँदै गर्छ। र फाइनली हामी चाहिँ अब एराउन्ड 1 आवर जति ओह्रालो झरी झरी यो पुलमा चाहिँ नि आइसकेका छौँ। अब यसपछि पारी तरेर फेरि यो ठाडो उकालो नन यहाँबाट चाहिँ हामी कोरीतर्फ लाग्नेछौँ फेरि। अहिलेको अपडेट यति नै छ भन्न चाहन्छु। र म चाहिँ अहिले सबसे लास्ट भइयो, केही छैन, त्यही पनि म मेटाउनेछु केटाहरूलाई। लेट्स गो। ट्रेकिङ भनेको यही हो, मजा हिँड्ने स्यास्या हुने नेचरसँग घुलमिल। यस यही नै हो प्रकृतिको नेचर। ल अब चाहिँ हाम्रो यहाँबाट उकालो सुरु हुन्छ कोरी जाने। के छ यहाँ? के के छ? पावर हाउस, तासा, सिक्लेस, कोरी, तान्तिङ। बाफ्रे सुरु हुनु पाएन, के हो यस्तो भिरालो भिरालो छ त। आम्मा सुरु हुनु पाएन हेर त, भिरालै भिरालो बाटो। बाफ्रे ल त्यही नै मजा आएर आएको छ स्यास्यामा। यहाँ केटाहरू बिस्तार विश्राम गरेछ। ल ठिक छ, वडा केटा हो। हामी चाहिँ त्यो पारी ओह्रालोबाट सर झरेर पुल कटेर अहिले यहाँ स्यास्या हुँदै कोरीको बल्ल 2 स्टेप अझ 1000 स्टेप हान्नु छ। मुख धोइनु पऱ्यो यार यस्तो यार, त्यही भन्नु न। बोझे ठिक छ नि? अल गुड। भिर र पहिरो खोलाको बाटो नमान्नु डराइर। हाम्रो चाहिँ यस्तो हुँदैछ बिच बिचमा हल्का वाटर ब्रेक म्युजिक सब हुन्छ हाम्रो सब डिजे यता
ल 11:50 भएको छ र फेरि अब हामी 10 मिनट ब्रेक लिएर चाहिँ फेरि अब आधी घन्टा नन टुक 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 हिँड्नेछौँ अनि फेरि 10 मिनट रेस्ट गर्नेछौँ। यार के भयो साथी यार ह्यान्डओभर गरिदिउँ हाम्रो झुसे सरलाई यार। दिम अब खाली उठ्यो हो चप्पल लगाउँ चप्पल छैन तेरो चप्पल छैन ल मेरो ब्यागमा खाएको चप्पल झिकाल्ने चाहिन्छ ल ए तेरि मेरो साथी ट्रेकिङ आउँदा तीर्थयात्रामा हिँड्नु लागिरहेको छ खाली उठ बाफ्रे दिस इज गोइङ टु बी भेरी च्यालेन्जिङ खै अनि देयर म यताबाट जान्छु छोरा पछाडिबाट चाहिँ कतै जानु भएन हजुर साइड जुगा हो ओए जुगाले त घाँटीमै हान्दियो त लब्बाइड यार विश्राम गर्नेछौँ हामी मार्ली कटेजमा आएर केटाहरू त असिना पसिना सब भएर यहाँ चाहिँ एकदम उपस्थित भएको छौँ हामी। मेन त हाम्रो कालु सर एकदम फिट एन्ड फाइन छ अल आर भेरी वेल अहिलेसम्मको यात्रामा। अहिले हामी मार्ली कटेजबाट हिँड्यौँ अबको ठ्याक्क 2 घन्टापछि अब यहाँबाट हिँड्ने मान्छेहरूलाई त 1.5 घन्टा के अरे 45-50 मिनटले हामीलाई चाहिँ जे होस् 2 घन्टा लाग्छ अरे तासा त्यहाँ लन्च गर्ने अनि 1 घन्टा लन्च भयो त्यहाँबाट अझै माथि 6 घन्टा लाग्छ कोरी पुग्न चाहिँ बुझ्यौ ल ठ्याक्कै हामी कति घन्टा लागेर भन्छ कति बजी निकाल्दा हामी 10:30-11 बजे होइन कि होइन त्यहाँ मार्लीबाट 12:30 बजे 12:30 अहिले 2 बज्यो 12:30 त्यसै 12:40 तिर हिँडेको कि ल ठ्याक्क हामीलाई 1.5 घन्टा लाग्यो मार्ली कटेजबाट चाहिँ नि तासा आइपुग्न। अब यहाँ चाहिँ हाम्रो भोजन कार्यक्रम हुन्छ अलिकति रेस्ट हुनेछ यिनीहरू त कस्तो क्या है बोकेर नि हेर चढ्दिने कि तर खच्चड छ बाल सही हो। ल अब हाम्रो खाना आइसकेछ यता खाना आइसक्यो खाना अब केटाहरू कोही यता बसेर खाइन्छ टक्क लाएर हाम्रो खाना कस्तो हाम्रो आज सोलिड छ है सोलिड खाना चाहिँ अर्ग्यानिक पुरा अर्ग्यानिक खाना टक्क खाइन्छ त्यहाँबाट एकछिन रेस्ट गरिन्छ अनि फेरि कोरीको यात्रामा लागिन्छ खामै त अब फेरि पनि हामी अब यात्रा सुरु गरेका छौँ। ल दाइ धन्यवाद खानाको लागि। ल हस् हुन्छ हजुर राम्रोसँग बस्नु ल जामै केटा होला हो आम्मा के बिदियो हौ यस्तो अहिले त मौसम त पुरै कुहिरोले ढाकिदियो त। ल हामी चाहिँ यहाँ ट्रेकर्स लज तासामा खाना खाइयो एक थाल खाना खाइयो कसैले 2 थाल खायो कसैले 3 थाल कसैले 4 थाल नि हानेको छ भात सिमसिम पानी पनि परेको जस्तो छ पानी पर्नु लाग्यो है। ल अब यात्रा सुरु हुँदैछ कोरी अब यहाँबाट चाहिँ लगभग 6 घन्टा लाग्छ भनेछ अहिले ठ्याक्क 3 बज्यो लगभग 10 बजेतिर चाहिँ हामी पुगिन्छ रातिको कोरी। अहिले जङ्गे है अहिले धेरै 3 थाल भात हानेछ त्यो जङ्गेको छ क्या भालु आउने डर हुन्छ अरे भालु हाम्रो यहाँ छ एउटा कालु त्यो जङ्गलमा नि छ अरे एउटा भालु फेरि 2 जनाको त्यहाँ कोडी छन् भयो भने त नाक भर्छ यस्तो के अरे
के भन्छ अरे नेप्ला त्यस्तै हुन्छ त यार कालु भर्सेस अर्को कालु ए हामी अहिले कहाँ थिङ्स यु सुड नो ट्रिटमेन्ट सिम्टम्स प्रिभेन्सन ए यो त यस्तो उस रहेछ यु आर गोइङ टु अफ 3850 मिटर ओके फोटो खिचिसक्यो क्या कालु अलि स्क्रिनसट हाने नि हुन्छ यो चाहिँ ख्याल राख्नु भनेर चाहिँ एउटा प्रिभेन्सन बोर्ड राखिदिनु भएको रहेछ ठिक छ बाफ्रे बडो पानी पर्न लाग्यो त हो पानी पर्यो सेट अब रेनकोट लाउनु त होला नि होइन भर्खर रिसेन्टली यहाँ चाहिँ नि खाना खाएर 20 मिनट अगाडि केही हिँडेको त पानीले भेटिहाल्यो हामीलाई अहिले चाहिँ हाम्रो जुगाड गरिरहेको छ दिस इज ट्रेकिङ एडभेन्चरस डह्रो पानी परेछ अहिले 3:30 भएको छ हामी चोरीको तर्फ लाग्दैछौँ र त्यहाँ चाहिँ खाना खाएको ठाउँबाट चाहिँ अलि अगाडि फेरि एउटा कटेज छ भन्ने सुनेको थियो अराउन्ड 2 आवर्स पछि चाहिँ त्यहाँ पुग्न सकिन्छ भन्दै थियो र यहाँको बाटो हेर्न सक्नुहुन्छ दृश्य पुरै हिलो बाटो चिप्लो मेरो साथीभाइहरू कोही छाता कोही रेनकोट उड्दै आएको छ त्यही केही छैन मौसम चाहिँ एकदम च्यालेन्जिङ छ हामीलाई पनि च्यालेन्जिङ दिन बडो मजा आइरहेको छ ओके छि अब हामी पुगिन्छ कि पुगिन्न होला त आफ्टर 2 आवर्स पछि है त सी यु देयर के ठाउँ अरे यो त चेकामा चेका भयो केटाहरू सबैको जुगाले सक्दैन अझै छ क्या ए यहाँ त केटा ओइ नुन हाल त्यहाँ है छैन यहाँ नि खाएर यस्तो हेर एउटा हाम्रो यहाँ किचन गाउँले किचन ओहो गाउँको भाइब साथ त पुरा अब यहाँबाट कति घन्टा लाग्छ अरे 3:30 अहिले कति बज्यो 5 बजे ल 5 6 7 8 ल 9 बजे पुगिन्छ हजुर हामी जनाइ पुग्ने हिसाबले हिँड्नुपर्छ अब हामीले माथि भालुको डर छ ए भालु बिहान भालु भेटेको बेला अलि बन्दै भालु डेन्जर छ्याप छ है आउँछ आज भने डेन्जर धेरै हो क्या दाइ यस्तो सिजन भएको भालु भेटेको त्यस्तो भयो कि अब मान्छे धेरै हो नि त नहिँडेको यो भालु धेरै पाउन चलेको मान्छे हिँड्ने बल्ल आजबाटै त अनि मान्छे हिँडेको गाड बुझ्न नभए के हो आगो तापाइ the best view comes after the hardest time. Yeah, that's correct. एकछिन ल धन्यवाद अब खारी नि हाल्नु ल चिया पनि आयो चिया रातो चिया आगोमा त राख्नुहुन्न के कहाँ पाबुस हुन्छ त्यो चुलामा भित्र राख्नु अग्नि देवता रिसाउँछ आजको ट्रेकिङ त फेरि म्यान भर्सेस वाइल्ड कम छैन है होइन केटा हो म्यान भर्सेस वाइल्ड हामी फेरि स्क्वाड पुरै ग्रुपमा आएको छौँ क्या ओ छिटो सिँडी गयो त्यस्तै त दाम थाको जस्तो A few moments later, a few inches later, 2 hours later, 1 eternity later. बाबा हेलिकप्टर पठाइदिनु वाकम्यान नाची देऊ छम भने हुन्छ लानु कोही भन हिमाल चढेर पुग्छ ओडी भन्नु ओडी नि आउनु भक्करै ठ्याक्क 7 बजे छ हाम्रो जर्नी अझै छ अब लगभग 2 घण्टामा पुगिन्छ हामी 9 बजे त पुगिन्छ चिन्ता नगर ल फाइनली कोरी आइपुग्यो यार नमस्ते के अरे गेस्ट हाउस कालु
आयो यार ल हामी नमस्ते गेस्ट हाउस आइपुग्यो ठ्याक्क अहिले चाहिँ 9:25 गएको छ सिक्ले चाहिँ बनाएको कोरी एक दिनमै आइपुग्यो हजुर के छ केटा हो खै आइपुग्यो हाम्रो नमस्ते गेस्ट हाउस जाम त यार यस्तो रुम दिएर केटा हो यार नुन पनि लिएर आउनु पर्ला जस्तो यस्तो बरु यस्तो नुन पाइन्छ होला नुन 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 पाइन्छ ए यसमा हाल्दै हुन्छ हजुर जुगाले खाना होला कि साथीहरूलाई यसो मर्मत गर्नु पर्यो अब हजुर दाइ ल धन्यवाद बालुले फेरि आई लभ यु भन्यो भने के अरे आई लभ यु के खाइदियो अरे खतम भयो त ल धन्यवाद जुकालाई मर्मत गर्नुपर्ने हुन्छ है त ल हट ल केटा नुन पनि आयो केटा हो ल राम्रोसँग हेरेर जा चुप ल यताउति गरिसकेको छु ल हामी फ्रेस हुन्छौँ म अब लाइफमा कोरी आउनु कसो हेर गाली हेर आज हामी घुमा भएको बसेको है यस्तो हुन्थेन हो जुगा हो नुन छ है आनन्द यार भोलि आनन्द फिल भयो मर्दी भन्नु त ठिकै हो यार यस्तै जाडो भयो जस्तो अब यस्तै हो बेड पनि त्यस्तै भएर आज त अब यस्तै घुम्सेर हो अब यस्तै हो केही छैन तातो हुनु पऱ्यो त्यही हो कि मेन अब सब ब्याग पनि सब भिजेर कपडा सपडा धन्दा यो लगाएको चाहिँ सधैँ भयो त्यही हो यार धन्दा नत्र के लाउनु थियो जाडो हो क्या दरु दिनभर लगाएको छु मैले त जाडो घुम्से हुन्छ कि यस्तरी भात खानुको बोलाएको यत्तिको चाहिँ हेर्नु पऱ्यो है ओइ मुलाई के भन्छ मुसा मुसा ओइ मुसा खुसी लाग्यो Oh no! ल खाना बोलाएको गरी हो अब चाहिँ हामी खाना खान जानु लाग्यो झाडो छ त रे हेलो भट्टे खाना नि दाइ खाना हो ल हामी पनि खाइयो त ल झन्डी महिना जाडो छ कोरीमा कति जाडो छ आमा केटा तात भात आयो ल तात भात गम के गाना मलाई अब कस्तो टेस्ट हानिहालौँ न ल यार बिहान सर यार तातो रहेछ क्या मान्छे चिज सब तातो भइहाल्छ नि ढुक्क खाइसी मिठो छ टेस्टी हो ल है ल कालु उतातिर भात पास हान्दिउँ न असिम दाइ ल बाबा आयो हामीलाई नि आयो ल यतातिर अलिकति भेज यता पापड मुला चटनी अर्को चटनी भट्टाको चटनी ल मुला हालिदिनु नि त ल यता मासु च्याङ्राको ओ त्यो त नहाल्ने छोड्दै आयो त औडा बनाउँछ पेट देखाउँछ खाना रेडी केटाहरूको पारा आज लगभग 10 घन्टा नहिँडेरै पुरै सेन्टी फ्ल्याट भएको अवस्था यता अर्को यतातिर सुतिसकेको छ यता हाम्रो गालु म पनि सेन्टी फ्ल्याट भएको छु अब सुत्ने हो र भोलि कोरीको भ्यू कस्तो हुन्छ म देखाउने छु बाई हेलो गुड मर्निङ म चाहिँ आज कोरीबाट गुड मर्निङ भन्दैछु अहिले चाहिँ पुरै चारैतिर यस्तो
कुहिरो लागेको अवस्था छ यहाँ चाहिँ। तर अलिकति खोल्ला जस्तो नि गरेछ, फेरि डुप्प होला जस्तो नि गरेछ है। र यहाँ डेभिड र म चाहिँ त्यो पनि जाउँ न एकछिन गएर बस्नु खोल्छ कि भनेर बस्छु। र अरू साथीहरू चाहिँ अझै सुतेछ। अनि भर्खर उठेको, अहिले 7 बजेछ बिहानको। ए भगवान्, 10 मिनटको लागि खोलिदेऊ न, 10 मिनटको लागि। अलि गएर थाहा हुन्छ यो। केटा रातभरि घुरेर आज त कम्पिटिसन खेलेछ यार, निन्द्रै लागेन। यहाँबाट अझै उकालो नि छ अझै खेती त्यहाँ अझै 2 घन्टा उता गयो नि झन् बब्बाल हुन्छ भन्ने नजिककै देख्छ नि। ल फाइनल्ली आइयो है यहाँ डाँडो हाम्रो गेस्ट हाउसबाट। ल यहाँसम्म आइयो। यहाँबाट चाहिँ 360 भ्यू यस्तो छ, पुरै हेर्नु देखिने भा। हामी छौँ त्यहाँबाट आएको, यहाँ बस्ने। अब वेदरलाई, राम्रो वेदरको लागि प्रतीक्षा गर्ने। अब साथी हो, मौसमले च्यालेन्ज गर्ला जस्तो छ त, खै खुल्दैन। हामी कति घन्टा बस्यो है? 1 घन्टा, 1 घन्टा केही छैन। अब फेरि खाजा खानेछौँ, एकछिन के कस्तो हुन्छ हेरौँ। अनि फेरि यसो एकछिनमा हामीले छम् तनाव बनायो त यार। हिजो झन् त्यत्रो पानी पर्दा नि त्यस्तो हिँड्दै आइयो यार। जुगाले कति ठाउँ खाइयो खै त यार। तनाव 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 तनाव। ट्याक अलि चिप्लिँदो रहेछ चप्पलमा चाहिँ। ओ चिप्ली हेर्ने ठ्याक्क ए कस्तो म उतातिर देखाउँदै गरेको क्या दुसै भएन कि कस्तो क्याप्चरै नभएको कि। कस्तो भोक लागेर अहिले त मलाई त। फेरि लड्नु लाग्यो। हिजो जस्तो हिँडाइ त कहिले हिँडेको थिएन जस्तो लाउँछ। अहिले चाहिँ क्याप्चर भयो। दामी कोरीमा हेर, यहाँ माछा मारेछ। माछा कोरी पनि माछा आउँदो रहेछ। ए 2 चोटि 3 चोटि अझै कहाँ के भयो। मलाई यसरी हिँड्नु भन्छ, ऊ आफै लोटेछ कि अब के भन्ने। के हुँदैछ यहाँ केटाहरू हेर। ए अझै सुत्दै बसेछ हिँड्नु त। दियो घरि देख्छ, घरि देखेन। अलिक धप्पै भएर केही पनि देखेन। हाम्रो यता एउटा घोर्नी सोल्टी बाफ रे बाफ। सपनामा बोलिदिने कि धन्दैन हिँडेछ आज। सपनामा चाहिँ दुईटै नि घोरी जस्तो लाग्थ्यो अझै। ल यस्तो छ अहिलेको अपडेट आइदियो ल। कालु कस्तो छ अहिले? ठिक छ? हिजो त च्यालेन्जिङ, आफूलाई च्यालेन्जिङ भयो होइन। मौसमले गर्नु गऱ्यो हामीलाई। अब चाहिँ हामीलाई ब्रेकफास्ट खान बोलाएको छ। ल यहाँ केटाहरूले ल्याम हानिसकेको छ है ब्रेकफास्ट। ल अन्डा, रोटी, तरकारी अर्ग्यानिक टाइपमा। चम्चा ल्याउँछ केटा हो? आफै लिउन भन्नुपर्छ कि साथीले एक्सपेक्ट गरेर बोल्नु छैन। अन्डा कसको अन्डा? ल यही छ आजको ब्रेकफास्ट कोरीको। ल ल खायो त ल। खाजा खाएर सकेको त बाफ्रे के हो यस्तो पानी पो पऱ्यो त, झरी पऱ्यो त हौ।
टेन्सन बनायो कोरीले सेट म्यान ल यार के हो यार सुत्ने यार निस्किएन कहाँ बस्ने गाली भने त यार चिकन पड्काउँदै भने त त्यसलाई त त्यहाँ राखे नि आफ्नो घर बस यार ओ कडा हामी चाहिँ ब्याक टु अब फेरि सिक्रेट जाँदैछौँ यी कोरीको हालत यस्तो भयो यार हिजो यत्रो मिहिनेत गरेको आज यस्तो पाइयो केही छैन बेटर लक नेक्स्ट टाइम हामी फेरि पनि आउनेछौँ रमाइलो गर्नलाई आज यस्तै नै भयो केही छैन र आजको दिन यस्तो छ यस्तो कोही ऱ्याङ्कोट ओढेर कोही छाता ओढेर म पनि छाता ओढेर हिँडिरहेको छ म ब्याक टु सिक्लेस गाह्रो छ गाह्रो पानी पनि परेछ चिसो भएछ मौसम भर्खर खाजा खाएर रेडी भएर हामी फेरि ओह्रालो हिँडिरहेको छौँ अब नन राउन्ड तासासम्म त्यसपछि तासापछि हामी खाना खानेछौँ अनि त्यहाँबाट फेरि ओह्रालो हिँड्नेछौँ टिङलाई औ त्यहाँ माथि हो क्या उ अलि उतै हो क्या हाम्रो यो कोरीको ट्रेकिङ चाहिँ यहाँ र इन्ड हुन गइरहेको छ अब यो पालि मौसमले अलिकति साथ दिएन हामी पनि खास गरी अब च्यालेन्ज गरेर आइदिएको किनकि हाम्रो साथीहरू पनि अलिकति गेट टुगेदर गरौँ भनेर चाहिँ आएको खास गरी जे होला देखा जाएगा भनेर अब साथीहरू पनि टाइम छैन के गर्ने त्यही भएर ठिक छ रमाइलो नै भयो अब नेक्स्ट टाइम कहिले हुन्छ फेरि पनि आउनेछौँ हामी यहाँ कोरी अनि त्यतिखेर चाहिँ होप्सो सबै कुरा राम्रो हुनेछ त्यो भन्दै यहाँ आएर मेरो भ्लग चाहिँ एकदमै इन गर्न चाहन्छु सो टिल देन स्टे सेफ सिक्लेसको झरना एकदम मिस है मिस एकदम यो गीत चाहिँ सिक्लेसको एकदम ब्युटिफुल लेडिजहरूलाई आन्टीहरूलाई अङ्कलहरूलाई र स्पेसली यो सिक्लेसको झरना बादल अनि तपाईँहरूलाई यतै सबै जिन्दगी कहिले यस्तै रहेछ कहिले कता कहिले कता बेकाम पुग्ने हो जिन्दगी तर कहिले काहीँ जिउनु पर्छ हाम्रो कोरीतिरको यात्रा सफल भएर हामी फेरि पनि फर्केको छौँ ब्याक टु हाम्रो पोखरा सिटी साथीभाइहरूसँग रमाइलो कार्यक्रम गरेर हाम्रो सेम ड्राइभर दाइ हुनुहुन्छ हाम्रो गन्तव्य पुऱ्याइदिने र गन्तव्यमा छोडिदिने पनि त्यसो भन्दा फेरि पनि सबैलाई गाइदिनु होला म सँगसँगै 1 2 3 गो नजिक भइदिए नचिनेको मान्छे पनि कहिले काहीँ चिनिन्छ एक दुई ट्रक हानेसी होइन भनेर भन्ने तर ट्रक चाहिँ कहिले हानिँदैन त्यो चाहिँ एकदम फेरि त्यो चाहिँ क्विट एकदम प्रोहिबिटेड अनि सिक्लेस ओ माई गॉड मिस यु सिक्लेस मिस यु लभ यु म फेरि पनि आउने छु